यदि तपाईलाई बारम्बार पिसाब लागिरहन्छ भने रातिमा अझै बढी पिसाब लाग्छ, पिसाबको धारा टुटी टुटी आउँछ, पिसाब गरिसकेपछि पनि पुरै खाली हुँदैन र एकदम असह्य पीडा हुन्छ, पिसाब सुरु गर्न गाह्रो हुन्छ। यदि यस्तो हो भने तपाईलाई बीपीएच यानि कि प्रोस्टेट भएको हुनसक्छ। नमस्ते, म डाक्टर प्रवीण पौडेल। आज चाहिँ हामी बीपीएच यानि कि बेनाइन प्रोस्टेट हाइपरप्लेसियामा केन्द्रित भएर कुरा गर्छौं। प्रोस्टेट एक किसिमको हाम्रो प्रजनन स्वास्थ्यसँग सम्बन्धित अङ्ग हो र यसको बीच भागबाट मूत्रनली निस्केर जान्छ। सामान्यतया प्रोस्टेट उमेर बढेसँगै बढ्छ र 50 वर्षभन्दा माथिको मानिसहरूमा यो बढ्दै गएर यसले मूत्रनलीमा असर गर्छ, मूत्रनलीलाई दबाउँछ र पिसाब फेर्न एकदमै गाह्रो हुने गर्छ। प्रोस्टेटको आकार ओखरको जस्तो हुन्छ र यसको साइज भनेको 10 देखि 15 ग्राम मात्रै हो, तर यो उमेर बढेसँगै बिस्तारै बढ्दै जान्छ। प्रोस्टेट बढ्नुको सामान्य कारण भनेको नम्बर 1 मा उमेर हो। तपाईको उमेर 50 वर्षभन्दा माथि छ भने तपाईको प्रोस्टेटको साइज बढ्न सक्छ। त्यस्तै गरी टेस्टोस्टेरोन र डाइहाइड्रोटेस्टोस्टेरोन जस्ता हार्मोनहरूको इम्ब्यालेन्सले गर्दा पनि प्रोस्टेट हुन सक्छ। साथसाथै यदि तपाईको घरमा बुबालाई, काकालाई वा हजुरबुबालाई छ भने तपाईलाई हुने सम्भावना पनि प्रबल रहन्छ। साथसाथै यदि तपाईँ एकदमै मोटो हुनुहुन्छ भने, त्यस्तै गरी तपाईको दैनिक गतिविधि वा व्यायामहरू एकदमै कम छ भने र तपाईको पेटमा बारम्बार समस्या छ भने पनि तपाईलाई प्रोस्टेट बढ्न सक्ने प्रबल सम्भावना रहन्छ। यदि तपाईलाई प्रोस्टेटको सामान्य लक्षणहरू देखिन सुरु गरेको छ वा तपाईँ 50 वर्ष माथि हुनुहुन्छ भने तपाईहरूले बेलुकाको समयमा पानी एकदमै कम पिउनुहोस्। त्यस्तै गरी मदिराहरू तुरुन्तै त्याग्नुहोस्। कफी र क्याफिन भएका तत्त्वहरू एकदमै कम खानुहोस् वा बिस्तारै घटाउँदै लैजानुहोस्। र मुख्य कुरा, पिसाबको बेगलाई नरोक्नुहोस्। पिसाब लाग्यो भने तुरुन्तै विसर्जन गर्नुहोस्। तपाईलाई प्रोस्टेट छ वा छैन भन्ने कुराहरू डाक्टरले डिजिटल रेक्टल एक्जामिनेसन, सामान्य पिसाबको परीक्षण, भिडियो एक्सरे, साथसाथै एमआरआई जस्ता टेस्टहरूबाट पनि पत्ता लगाउनु पर्ने हुनसक्छ। त्यसैले तपाईलाई प्रोस्टेटको लक्षण छ भने तुरुन्तै नजिकैको चिकित्सककोमा गएर परामर्श लिनुहोस्। यसले पछि क्यान्सर समेत निम्त्याउन सक्छ। त्यसकारण सतर्क रहनुहोस् र चिकित्सकलाई तुरुन्तै भेट्नुहोस्।